हामी चाहिँ 8 बजे समथिङ गाडी चढ्यो न। अहिले चाहिँ कति बज्दैछ? अहिले कति टाइम भयो? 9 बज्न लाग्यो। आधी बाटोमा छु। राति 9 बज्न लाग्यो। हामी चाहिँ अहिले आधी बाटोमा छौँ। झन् कति टाइम लाग्छ जान थाहा पनि छैन। आधी बाटोमा चाहिँ त्यस मतलब 11-12 बज्न सक्छ राति। तपाईहरु सबैजनाको स्वागत छ डे 2 मिनी ब्लगमा। म चाहिँ बिहानै फ्रेस भएर रेडी भइसकेँ। अब कता जानुको लागि म रेडी भइरहेको छु भनेर तपाईहरु चाहिँ यो फुल मिनी ब्लग हेर्नु होला अनि तपाईहरुलाई थाहा लागिहाल्छ म कता जानुको लागि रेडी भइरहेको छु। अनि म माइक्रोमा बसेपछि माइक्रो आधी बाटोमा आएर खरबुजा बगानमा रोक्नु भएको थियो। त्यहाँ एकछिन घुम्यो फिरे। यो मेली चाहिँ म माइक्रोमै बसेर लगाएको थिएँ। एकदमै राम्रो कलर आएछ। डिजाइन त मस्त भएको छैन तर कलर मस्त आएछ। खाना खाने ठाउँमा तर रोक्नु भएको थियो तर म खाना खाइनँ किनभने मलाई होटलको खाना आजभोलि चाहिँ मन पर्दा छैन। त्यही भएर म खाना खाइनँ। अनि खाना खाने ठाउँदेखि निस्केपछि त्यसैको 1-1.5 घन्टापछि माइक्रो बिग्रिहाल्यो। बिग्रेपछि मेरो मुड अफ भइहाल्यो किनभने माइक्रो बिग्रेपछि खत्तमै हुन्छ। त्यहाँ सुगा थियो त सुगासँगै खेलेँ। एन्ड 2 बजे माइक्रो बनाउन हाल्नु भएको थियो। 6 बजे बन्यो के। तबसम्म त मलाई भोकले कस्तो भइरहेको थियो। त्यही भएर त्यही बिचमा म चटपट खाएँ। चटपट खाएर भोकलाई शान्त गरेँ। अनि 6 बजे माइक्रो बन्यो कि एकदमै खोल्नु भएको थियो। अनि माइक्रो बनिसकेपछि चाहिँ त्यहाँबाट हिँड्ने कति 6 बजे हिँडेँ। 6 बजे बनेपछि त्यसको 10 मिनटपछि हिँडिदिएँ। 6 बजे निस्केपछि हामी चाहिँ काठमाडौँ ठ्याक्कै 11:40 पुगेँ। 11:40 काठमाडौँ पुगेँ। यार म कता गइरहेको छु भन्दाखेरि म काठमाडौँ आइरहेको छु यार। कता अरू जान्छु म काठमाडौँ आइरहेको थिएँ। 11:40 म काठमाडौँ पुगेँ। यहाँ आएर फ्रेस भयो। कपडा चेन्ज गरेर खाना खाएँ। खाना खाएर अफकोर्स खाना खाएर थाकेछु त सुत्न जान्छु। ओके बाई। अर्को मिनी ब्लगमा भेटौँला। बाई।